गर्नु पर्यो हैन कहाँ के छ आफूले कतिको प्रविधिलाई प्रयोग गर्न सकिन्छ भन्ने कुराहरू त्यसमा जान्दै नजान्ने भन्ने कुरा त छुट्टै होला धन्यवाद थ्यांक यू दादी स्यामसङ माननीयज्यू हजुर भन्नु त पर्छ हामीले भन्नु कसरी छ भन्ने कुरालाई आफ्नो पोइन्ट कसरी होस् आफ्नो पोइन्ट सुधार गरेर लेखौँ र वाञ्छनीयलाई आवश्यक लेखौँ भन्न चाहन्छु आंशिक भनेको ठाउँमा अपाङ्गता पूर्ण र आंशिक अपाङ्गता भनेको ठाउँमा अपाङ्गता आंशिक हुँदैन त्यसैले यसलाई चाहिँ यो आंशिक भन्ने शब्दहरू चाहिँ हटाउनु पर्छ यस विषयमा चाहिँ छलफल अझै विस्तृत रूपमा गरियोस् भन्न चाहन्छु धन्यवाद माननीय अरु भन्नुभएको कुरालाई खण्डन गर्दै पूर्ण रूपमा निःशुल्क भन्दा पनि एक त अपाङ्गता भएको व्यक्तिलाई कमजोरीको रूपमा हेरिरहेको अवस्था केही गर्न सक्दैनन् उनीहरू सधैँ गरिब नै हुन्छन् मागेरै खान्छन् मागेरै पढ्छन् भनिरहेको अवस्थामा अलिकति भए पनि आधी यो 50% रकम तिर्यो भने हैन त्यसमा चाहिँ संशोधन ल्याउनुपर्छ सर्वेलाजित त झन् पढ्दिम एकबाटै सुझाव लेखौँ एकबाटै सुझाव लेखौँ हामीले एकदमै 0 लेभलदेखि नै हाम्रो सिकाइ भयो र अब हामी कन्फ्युजन भएको कुराहरू चाहिँ हामीले सोध्न किनभने यो चाहिँ सबै समाजवादमा आधारित छ समाजवाद यो चाहिँ कम्युनिजममा दोहनै गर्न भन्छ केन्द्रीकरणै गर्छ तर यो चाहिँ विकेन्द्रीकरणमा आधारित छ क्या बुन्नु पनि यो कुराहरू तपाईँको ल्याइसक्नु भएको छ कतिपय अवस्थामा त्यो प्रयोग पनि भएको छ अहिले अन्य संस्थाहरूको चुनावहरूमा र यसमा पनि गर्न सक्ने सम्भावना धेरै छ बडा टोल गाउँ विकास चाहिँ गर्ने होइन सिंहदरबारमा धेरै कम पावर हुन्छ सिंहदरबारमा सबै ट्याक्स गरेर नेताको पेट भरिन्छ होइन तर त्यो चाहिँ होइन र अनि अब हाम्रो चाहिँ के छ भने वातावरण टेक्नोलोजी र मानवको कोलाबोरेसन सहकार्यमा चाहिँ देश विकास गर्ने अनि त्यो त ब्लाइन्ड साथीहरूको लागि अब अहिले कतिपय अवस्थामा त वेबसाइटहरूमा त्यो सामग्रीहरू चाहिँ युनिकोडमा राख्नुपर्छ लेख्नुपर्छ भनेर राखेको हुन्छ भिडियोहरू पनि बनाएको हुन्छ तर पनि अधिकांशमा चाहिँ छैन भने जस्तो बैङ्क साथीहरूको लागि अनि सुस्त श्रम अपाङ्गता भएको व्यक्तिहरूको लागि क्याप्सनिङ पनि हुँदैन कतिपय अवस्थामा भिडियोहरू राखेको हुन्छ त्यहाँ चाहिँ साङ्केतिक भाषाको त्यो दोभाषीहरूको व्यवस्था गरिएको हुँदैन त्यस्तो अवस्थाहरू पनि रहेको हुन्छ छापा अक्षरहरू पनि एकदम मसिनो अक्षरहरूमा भएको हुन्छ त्यस्तो अपाङ्गताको विविधता अनुसार चाहिँ त्यो